आज फेरि हजुरहरूसँग मैले भुटनको रेसिपी लिएर आएको छु। सुरुमै यसलाई मैले मजाले यसलाई सफा सुग्घर बनाएर उसिन्न बसाइसकेँ। उसिन्दाखेरि अलिकति स्मेल हटोस् भनेर मैले यसमा बेसार सेसार हालेर यसलाई मैले मजाले छोपेर ग्यासमा 10-15 मिनटको लागि उसिनसकेँ। यतातिर मैले मासुलाई मजाले मसलाहरू म्यारिनेट गरेर पनि राखिसकेँ। अघि म्यारिनेट गरेको भिडियो थियो उडिसक्यो। अनि यता चाहिँ मैले यो रक्तीलाई मजाले बोइल गरेर यता अलिअलि पिस पिस काटेर रेडी पारेँ। यता मेरो आन्द्रा भुडी पनि मजाले उसिनिसक्यो। यसलाई मैले फेरि पनि धुई पखाली पारेर काटकुट पारेर यसलाई मैले यसको एउटा सेप दिएँ। यति काटकुट मजाले धुई पखाली गरेर पारेपछि चाहिँ मलाई एकदमै मजाले मन शान्त भएर खान मन लाग्छ। नत्र यो बजारबाट ल्याएको चिज मजाले धोको हुँदैन भन्ने मेरो मनमा चाहिँ त्यस्तो शङ्का उठ्छ र मलाई अलिकति घिनघिन पनि लाग्छ। त्यही भएर यसलाई मजाले सफा सुग्घर बनाएर सुरुमा पनि मजाले धोको थिएँ। अनि फेरि उसिन्न बसाएर पनि पछिबाट फेरि मजाले धोएर यसलाई मैले यतिको काटकुट बनाउँदैछु। मलाई चाहिँ यो आन्द्रा भुडीहरू पकाउनलाई यो भुटन बनाउनलाई चाहिँ एकदमै जाँगर लाग्छ र मिठो पनि लाग्छ। यसको लागि अब मैले काटेर रेडी पारिसकेँ। यतातिर मैले प्याज लसुन टमाटरहरू सबै थोक काटकुट पारेर रेडी पारेँ। यो मलाई लसुन चाहिँ केलाउन एकदमै अल्छी लाग्छ। अनि यहाँ मलाई लसुन केलाउन हेल्प गर्ने चाहिँ मेरो मम्मी हुनुहुन्छ। सासूआमाले मेरो यो लसुन चाहिँ केलाउन हेल्प गर्नुभयो। यो लसुनलाई फेरि मैले सिलौटामा पिस्न चाहिँ मलाई अल्छी लाग्छ। त्यही भएर यही चपबोर्डमै म चाहिँ काटाकुटुक लाएर मसला सिलौटोको हेल्प लिएर पिस्छु। यति गर्दाखेरि चाहिँ त्यो सिलौटा निकाल्ने राख्ने झन्झट पनि हुँदैन। त्यही भएर यो लोहोरोले म यति यो चकबोर्डमै राखेर चाहिँ म क्याचक पारेर यसलाई खुर्सानी र लसुनलाई मैले थिचथाच पारेर रेडी पारेँ। यति भइसकेपछि अब यतातिर मैले कराई बसालेँ। कराईमा सुरुमा चाहिँ म तेल हाल्छु र पाँचफोरन जिरा सबै थोक पुऱ्याइदिन्छु, प्याज सेज हालिदिन्छु। अनि यो मैले अघि नै उसिनेर राखेको रक्तीलाई पनि म त्यहाँनिर लसुन ससन के सबै थोक काटाकुटुक भए जति हालेर रातो होइन डढिनी सकेछ लसुन पनि ठिकै छ, इट्स ओके। अनि म यो उसिनेर राखेको रक्तीलाई चाहिँ फेरि त्यहाँ हालेर यसमा केही धेरै हाल्नु मिसाउनु पर्दैन, यत्तिकै पनि मिठो हुने चिज हो। अलिकति नुन अलिकति धुलो मसला हालेर यसलाई रेडी गरेँ। यो अब पाकी पनि सक्यो। अब मैले यो आन्द्रा भुडीको लागि फेरि त्यही कराईमा सेम कराईमा कति मस्काउनु भनेर अल्छी लाग्छ नि त। तिनीहरू मैले कराई सराई तातिसकेको थियो। अनि तेलसेल प्याज सबै थोक हालेर पुऱ्याइसकेपछि यो आन्द्रा भुडीलाई पनि मजाले तिनीहरू पाक्नलाई दिएँ। अलिअलि रातो हुन थालिसकेपछि यसमा मैले नुन मिसाइदिएँ। नुन मिसाइसकेपछि यसलाई मजाले मैले पुडङ हुने गरी पकाउँदै अनि मसला चाहिँ अलिकति रातो हुँदैपछि लास्टमा हालेँ। अझै पुडङ हुने गरी पकाइसकेपछि यसमा मैले लसुनको र त्यो खुर्सानीको पेस्टलाई अलि लास्टमा हालेँ। एकछिनपछि फेरि मैले टमाटर हालेँ। टमाटर यत्तिको गलिसकेपछि अब चाहिँ पाक्न रेडी हुनु आँटेपछि फेरि अघि हल्का पकाएको त्यो रक्तीलाई पनि हालेँ। यतातिर चाहिँ अलिकति मैले चिप्स पनि अर्को कराईमा फुराउँदैछु। मेरो यो कराई चाहिँ कालो छ, त्यसलाई चाहिँ इग्नोर हानिदिनु होला, चलेगा। जुठो चाहिँ होइन, यो अलिअलि डढेको टाँसेको ठिकै छ। यतातिर चाहिँ मेरो भुटन अब लगभग रेडी हुन थाल्यो। अब म चाहिँ प्लेटिङ गर्न गइरहेको छु। प्लेटिङमा चाहिँ मैले यो मुला कोरेर प्याज मिसेको अचार बनाएँ। यता चिउरा, यता भुटन।